नमस्ते सबैजनालाई। मलाई के भयो भने 9-10 जना साथीले होइन मलाई फोन गरेर सोध्नु भएको थियो। आखिर साथीहरूलाई थाहा छ कि म मेडिकल रिलेटेड होइन, अनि म मेडिकल पढाएको छु भनेर थाहा छ। ठिकै छ, मलाई सोधेको थियो कि प्रायः जसो सबैले पेटकै समस्या भनेको थियो कि यस्तो छ, खाना रुचिँदैन होइन, मलाई अपच जस्तो फिल हुन्छ, पेट फुल्छ अरे, खाने मन गर्दैन, कन्स्टिपेसनको समस्या हुन्छ, पेट पोल्ने हुन्छ होइन। त्यस्ता समस्याहरू मलाई सबै सिमिलर समस्या मलाई भनेको छ है। खासमा मैले भन्न खोजेँ हो यस्ता पेटको समस्याहरू मैले उसलाई भने, अनि कमसेकम 10 दिनसम्म होइन उहाँहरूले चाहिँ ऊ गर्नुभयो। मैले जसरी भनेको थिएँ उपाय होइन, उहाँहरूले चाहिँ उपाय गर्नुभयो र अहिले चाहिँ निको छ। म तपाईँहरू माझ पनि अब यस्ता समस्याहरू छ भने म आफ्नो अनुभव होइन, ज्ञान जे छ मसँग होइन त्यो तपाईँहरूलाई पनि अब सेयर गर्न चाहन्छु। किनकि यस्ता पेटको समस्याहरू प्रायः जसो हाम्रो गाउँ समाजमा होइन धेरै समस्या हुन्छ है आजकल। यो किन हुन्छ? मेन हो ग्यास्ट्राइटिक्सको समस्या। यो खाली पेट बस्नुको लागि, जस्तै हामी बिहानै के गर्छौँ त, खाली पेट बस्छौँ, अनि 10-11 बजीसम्म खाली पेट बसेपछि स्वाभाविक हो ग्यास बन्छ नै। त्यसैले यसको जस्तै अब सिम्टमहरू जस्तै तपाईँको एकदम पेट पोल्ने गर्छ, त्यसपछि खाना रुचिँदैन, खाना अपच जस्तो हुन्छ, पेट फुल्ने गर्छ होइन, त्यसपछि कन्स्टिपेसन तपाईँको त्यतिकै हुन्छ। र यो समस्या यदि तपाईँको 1-2 महिनादेखि भइरहेको छ भने आतुनु पर्दैन। त्यो चाहिँ ग्यासको समस्या, अरू कुनै रोगको समस्या हुन सक्दैन। त्यसलाई चाहिँ ग्यास्ट्राइटिक्सको समस्या भनिन्छ है त। अब नर्मलमा ग्यासको समस्या ठिक छ। हाम्रो ग्यासको समस्यामा कसरी हामी त्यो गर्ने है? सबभन्दा पहिला यदि तपाईँलाई वरिपरि त्यस्तो केही छैन भनेपछि के गर्नु, तपाईँ यो ग्यासको ट्याब्लेट खानु है। ग्यासको ट्याब्लेट खाँदाखेरि प्यान्टोप हुन्छ, त्यो 40 mg को, त्यो पनि धेरै खानु हुँदैन। त्यो पनि ग्यासको धेरै खानु हुँदैन, त्यसको लिमिट छ। यदि तपाईँ कुनै एन्टिबायोटिक लिइराख्नु भएको छैन भने तपाईँ 1 हप्तादेखि 2 हप्तासम्म मात्रै खानु होला। त्यो पनि 40 mg को होइन, एउटा त्यो फार्मेसीसँग कन्सल्ट गर्नुहोला, आफै जानेर नखानु होला। धेरै ग्यासको खाए पनि त्यसले पनि ट्याब्लेट हाम्रो पेटमा के गर्छ त, असर गर्ने गर्छ है, त्यसले पनि इफेक्ट पार्छ। त्यसैले कुनै पनि मेडिसिन म भन्छु कि तपाईँ त्यतिकै विदाउट होइन सल्लाह फार्मेसीसँग कन्सल्ट नगरिकन नखानु होला है, त्यसले पछि फेरि धेरै ठुलो प्रब्लम ल्याउन सक्छ। अब ग्यासको समस्या छ भने अब त्यसलाई कसरी गर्ने? त्यस्ता भइसक्यो, त्यसपछि तपाईँहरू घरेलु उपायमा के गर्न सक्नुहुन्छ भने यो चाहिँ एकदम 100% मतलब ग्यारेन्टी जस्तै हो है। खाली पेट मतलब बिहानै उठ्ने बेलामा खाली पेट तपाईँहरू के गर्ने, मनतातो पानी गर्नु है। मनतातो पानी जस्तै 200 देखि 300 ml जति लिनु। त्यसपछि त्यसमा के गर्नु त, बेसारको पाउडर है, जसलाई हल्दी पनि भनिन्छ, बेसारको पाउडर के गर्नु, किचन चम्चा हुन्छ त्यो 2 देखि 3 चम्चा है, 2 देखि 3 चम्चा लिनु। 200 ml ग्लासमा के गर्नु त, 2 देखि 3 चम्चा बेसारको पाउडर हाल्नु। त्यसपछि त्यसमा के गर्नु त, काला नमक थाहा छ, कालो नुन हुन्छ होइन, हाम्रो यता कालो नुन अनि बिट नुन पनि भन्छ। त्यो कालो नमक हुन्छ त्यो चाहिँ अलि थोरै हाल्नु। त्यसपछि के गर्नु, लेमन है, काट्ती जति सक्नुहुन्छ त्यति सने गरी त्यो निचोरेर त्यसपछि मिक्स गरेर त्यसपछि पिउनु होला है। अनि त्यो पिइसकेपछि तपाईँ के गर्नु त, जस्तै टोयलेटमा बस्नुहुन्छ होइन, टोयलेटको टाइममा जब बस्नुहुन्छ त्यसरी नै यो तुरन्त पिउने बित्तिकै तपाईँ के गर्नु, 10 देखि 15 मिनट त्यसरी नै बस्नु है खाली पेट। त्यसपछि के गर्नु, अब खाना खाइसकेपछि अब हामी के गर्ने त, खाना खाइसकेपछि तपाईँलाई म भन्न गइरहेको छु यस्तो पोजिसनमा बस्नुपर्छ। जस्तै खाना खाइसकेपछि तपाईँहरूलाई फेरि यो हेर्नुहोस् है, यसरी बस्नु है, यो यसरी बस्नु पर्यो है त। हेर्नु यसरी, यो पोजिसन हेर्नुभयो, यसरी बस्नुपर्छ है, यसरी यो गरेर अनि यो बस्नुपर्छ। यो तपाईँको खाना खाइसकेपछि दिनमा जतिपल्ट खाना खानुहुन्छ त्यतिपल्ट तपाईँ के गर्नु, खाना खाइसकेपछि 4-5 मिनट पछि है, त्यसपछि हिलडोल गरेर खाना खाइसकेपछि 5-6 मिनट यसो हिलडोल गर्नु। त्यसपछि 5-6 मिनट पछि के गर्नु त, यो पोजिसनमा यसरी है लगभग 10 देखि 15 मिनटसम्म नेसेसरी तपाईँ के गर्नु, 1 हप्ता बस्नु है। दिनमा जतिपल्ट खाना खानुहुन्छ त्यतिपल्ट यसरी तपाईँ के गर्नु, 10 देखि 15 मिनट बस्नु, यसरी मजाले स्ट्रेट भएर बस्नु है। र तपाईँलाई म ग्यारेन्टी दिन सक्छु 1 हप्ता तपाईँ यसरी गर्नुभयो भने तपाईँको पेट पोल्ने, तपाईँको खाना अपच हुने, कन्स्टिपेसनको समस्या, यो सबै तपाईँको 1 हप्ताभित्रमा जान्छ। यो चाहिँ एउटा ग्यारेन्टीकै फर्मेसन हो है। अरू बाँकीहरू तपाईँ अब गरेर हेर्नु, यदि के कस्तो छ भने
मलाई भन्नु है कि यो निको भएन भने, तर यसरी मैले जसरी भनेको छु त्यसरी गर्नु पर्यो है त। अनि 1 हप्ता गर्नु, मैले आफ्नो मनले भने बुझ्नुहुन्छ, यो चाहिँ थ्योरिटिकल प्रुफ है त। ल अब त्यसपछि अरू केही समस्याहरू छ भने मसँग कन्सल्ट गर्नु होला। धेरै साथीहरू बुझिसक्नु भएको छ म मेडिकलकै हो भने मलाई फोन गरिराख्नुहुन्छ। तपाईँहरू पनि यस्तो छ भने कमेन्ट गर्नु होला है त। ल बाई।